फाइनली साथीहरू हामी चाहिँ कहाँ आइपुग्यौँ भन्नुहुन्छ होला होइन, यो ठाउँमा आइपुगिसक्यो। यहाँको दृश्य हेर्न सक्नुहुन्छ साथीहरू। ल मस्त गरी हेर्नु है साथीहरू। यो चाहिँ भनिन्छ होइन, यसमा चाहिँ हरेक साल यसको टाउको घुम्छ भन्छ यतातिरको स्थानीयको अनुसार होइन। यो ठाउँमा टाउको घुम्छ होइन, तर मलाई चाहिँ थाहा छैन यतातिरको भनाइअनुसार चाहिँ, यतातिरको मान्छेहरूको भनाइअनुसार चाहिँ होइन। अनि भगवान्मा विश्वास पनि नगरौँ कसरी क्या होइन। म तपाईँहरूलाई ठाउँ कसरी देखाउँछु भने यो तपाईँ यो देख्नु, यत्रो पाहाड छ नि, हामी जानुपर्छ यो पाहाडको धुलोभित्र। तपाईँ यो देख्न सक्नुहुन्छ, यो देख्न सक्नुहुन्छ। म तपाईँहरूले भित्रै गएर देखाउँछु होइन, तपाईँहरूले मस्त गरेर होइन। त्यो धुलोभित्र चाहिँ छिर्नुपर्छ क्या, भित्र यति अन्डरग्राउन्डमा छिर्नुपर्छ अनि यति भित्र छिर्नुपर्छ, यति भित्र छिर्नुपर्छ होइन। म तपाईँहरूले भिडियो पुरै देखाउने नै छु, कस्तो भित्र के कस्तो छ होइन। भिडियोहरूमा तपाईँहरूले स्पष्ट देखाउने नै छु है साथीहरू। भिडियो हेर्दै गर्नु है त मस्त गरी। अनि यहाँ चाहिँ विभिन्न ठाउँका विभिन्न देशका मानिसहरू आएर घुम्ने फिर्ने गर्दछन् होइन। यहाँको विभिन्न ठाउँका मानिसहरू आएर घुम्ने रमाउने होइन, यता केही दान गर्ने। अनि त्यो अगाडिपट्टि म देखिरहेको थिएँ होइन, अगाडिपट्टि देखिरहेको थिएँ स्कुलको लागि दान मागिरहेको थियो होइन। यहाँ स्कुल अहिले चाहिँ यहाँ ब्लक बस्छ बाटोपट्टि थोरै बाटो ब्लक बस्छ, त्यही भएर हामी चाहिँ यताबाट है तर चाहिँ सायद मान्छे हिँड्ने नै होला होइन। यता चाहिँ मान्छे हिँड्ने नै होला। तपाईँहरू मस्त यस्तो दामी छ, यस्तो दामी ठाउँ छ होइन, दामी यस्तो ठाउँ छ। मानिसहरू कहाँ कहाँको मान्छेहरू आएर यस्तो गर्छ। उताबाट पानी चुहिरहेको तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो कहाँ हो म तपाईँहरूले देखाउनु चाहिँ एकैछिन है त। यहाँदेखि देख्न सक्नुहुन्छ, यहाँदेखि पानी झरिरहेको छ है साथीहरू। पानी गएर छ अब हेर्नु ल। यो चाहिँ बातुके भन्छ, यहाँको मलेसियाको एकदमै पपुलर ठाउँ हो होइन। यहाँ हेर्न सक्ने मान्छेहरू फुल फुल्ने गर्छ, टक्रा साथीहरू। यति धेरै फोटो खिच्नेहरू पनि हुन्छ, भिडियो बनाउनेहरू पनि हुन्छ। हामी चाहिँ थुप्रो ग्याङहरू छ। यस्तो राम्ररी हाम्रो यहाँ थुप्रो सब भिडियो खिच्नुमा, भिडियो बनाउनुमा, सबजना भिडियो बनाउनु फोटो खिच्नुमा कति रमाएको यिनीहरू होइन विदेशीहरू। यहाँ चाहिँ रहेछ होइन सब ल भिडियो बनाउनु भिडियो खिच्नु सबजना एकदमै आतुर छ होइन। मान्छेहरू कहाँ कहाँको धेरै जस्तो यहाँको मान्छे हो त यहाँ राम्रो गर्ने रहेछ यो हेर्नु न। यहाँको मान्छे होइन कहाँको मान्छेहरूलाई नजिकदेखि तपाईँ हेर्न सक्नुहुन्छ, नजिकदेखि तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ यसले चाहिँ हरेक सालमा चाहिँ एकपल्ट टाउको हल्लाउँछ अरे क्या। एउटा हाम्रो दोस्त छ है, हाम्रै ग्याङहरू। म यति नजिकदेखि अब चाहिँ म पसिना चाहिँ हाम्रो साथीहरू सबै हाम्रै साथीहरू है। अब चाहिँ म छिर्छु तपाईँहरूको यहाँ माथि, म यहाँ माथि छिर्छु त ल। भगवान्मा विश्वास गर्ने मान्छेहरूले अब म यो माथि चढ्न चाहिँ पक्कै चढ्दाखेरि पनि पक्कै भिडियो बनाउनु चाहिँ, तर मेरो साथीहरू गएको थाहा छैन ल। हेर्नु त साथीहरू, म यो गेट हुँदै छिर्दैछु। यो गेट हुँदै त छिर्ने तर म हराएँ कि भन्ने खालको लागिरहेको छ। साथीहरू छैन है, साथीहरू कहाँ गएछ, साथीहरू छैन। सोधे अलिक गाह्रो हुन्छ कि भन्ने चाहिँ मलाई लागेको छ। कहाँ छ साथीहरू खोइ त। अनि यहाँ चाहिँ सबैजना अब मैले स्टार्ट गरेँ त गाह्रो छ। मैले स्टार्ट गरेँ चाहिँ यात्रा। यो उकालो चढ्दैछु, उकालो यात्रा उकालो छ होइन। यो तपाईँ देख्नुहुन्छ नि, यसको पनि म शिरमा पुग्छु क्या। सबजना साथीहरूले गइरहेको छ, मान्छे यत्तिकै ओहोरदोहोर गर्ने यत्तिकै छ होइन। यो लड्छु कि अब यता हेर्नु त यस्तो ठाउँ छ होइन, यस्तो ठाउँ छ। तर मेरो जुत्ता चाहिँ च्यातिएला जस्तो लागिरहेको छ कि मेरो जुत्ता निकै भइसक्यो चाहिँ च्यात आँटिसकेको। त्यही भएर आज यहाँ च्यातिन्छ कि भन्ने डर लागिरहेको छ होइन। मैले 2 चोटि आइसकिसकेँ। अब यहाँ हेर्नु न साथीहरू, म तपाईँलाई एउटा कुरा देखाउँछु। यहाँ पछाडि छ नि, यो त यिनीहरू हेर्ने त
यो हेर्न यिनीहरू पनि यतातिर आउँछ क्या हेर्न त साथीहरू यस्तो हामी चाहिँ प्रत्यक्ष देख्नु सक्नुहुन्छ है हामी चाहिँ अन्डरग्राउन्डभित्र छिर्दैछौँ घाम फेरि यस्तो छ कि घाम यस्तो छ होइन सबजना हेर्न चढ्ने क्रम जारी नै छ र पानी हेर्न त्यस्तै शान्त तरिकाले बगिरहेको छ होइन यहाँ मानेर छ होइन अब म तपाईँहरूलाई मुनिको दृश्य देखाउँदैछु होइन मुनि चाहिँ यस्तो छ है साथीहरू मुनि यस्तो छ साथीहरू अगाडि बढिरहेछ पानी हेर्न यस्तो दामी पानी हेर्न साथीहरू यस्तो दामी तरिकाले बगिरहेको छ होइन ल पानी दामी तरिकाले बगिरहेछ हेर्नु यस्तो पाहाडतिर ल अझै हामी तलदेखि आएको हो यतादेखि मान्छेहरू यतिकै आउने जाने क्रम छ यो यहाँ पुगिरहेको छौँ है त अझै हामी पछाडि बाटो चाहिँ यो मुनि चढ्छौँ क्या यसको मुनि भित्र चढ्छौँ है त हामी मस्त गरी चढिरहेको छु अझै पनि चढिरहेको छु किनभने म छेउछेउबाट चाहिँ हिँड्नुपर्छ भन्ने चाहिँ लाग्छ है त ल हेर्दै गर्ने साथीहरू ल साथीहरू अब चाहिँ हामी तपाईँलाई देखाउन चाहन्छु अन्डरग्राउन्डभित्र छिर्दैछौँ क्या अब लगभग हामी चाहिँ यो छेउसम्म पुगिसक्यौँ है लगभग तपाईँहरूले विश्वासै गर्न सक्नुहुन्न क्या हामी कहाँ जाँदैछौँ भनेर यो चाहिँ मलेसियाको एकदम पपुलर ठाउँ हो जहाँ चाहिँ हिन्दूहरूले चाहिँ यहाँ धेरै आउने गर्दछ है हेर्नु त साथीहरू अब चाहिँ पछाडि के पछाड्ने छ है त पछाडि आउनेहरू नै के पछाड्ने छ होइन खासै मलाई गाह्रो चाहिँ भएको छैन किनभने हल्का पसिना मात्र आएको अनि नि गाउँघरमा हिँड्ने बानी भएकोले गर्दा होला खासै गाह्रो चाहिँ भएको छैन गाउँघरमा हिँड्ने बानी भएपछि त नर्मलै हो नि तपाईँ हेर्नु न म कहाँदेखि आएँ होइन उता पर पछाडिको मान्छेदेखि आएको हो क्या भनेपछि गाउँघरमा हिँड्ने बानी हो नि त त्यही भएर खासै अप्ठ्यारो चाहिँ लाग्दैन अप्ठ्यारो चाहिँ छैन है साथीहरू म यस्तो अब चाहिँ यतातिर हामीलाई महरूले गणेशहरूले स्वागत गरिरहेको छ हामी चाहिँ अब यसको माथिको स्टेजमा पुगिसक्यो अब हामी चाहिँ 100% अन्डरग्राउन्डभित्र अब चाहिँ हामी ठ्याक्कै अन्डरग्राउन्डभित्रै छिर्यौँ है त किनभने यो छ नि देख्न सक्नुहुन्छ त होइन अन्डरग्राउन्डभित्रै छिर्छौँ त मान्छेहरू थाकेर होइन यस्तो मर्नुहुन्छ उता थाकेर त्यही सुतिरहेको छ तर गाउँघरमा हिँड्ने बानी छ नि त नेपालमा हिँड्ने बानी भएको छ त्यही मलाई यतिको भनेको नर्मल हो सबजना थाकेर बसिरहेको थाकेर तर म चाहिँ मान्छे होइन क्या म किनकि यति भनेको नर्मल हो मेरो लागि होइन तिर आफ्नोभन्दा पनि यतातिर दृश्यको तपाईँ हेर्न सक्नुहुन्छ है त अन्त हामी यहीँदेखि हो अब भित्र छिर्छौँ यहाँ हरेक विभिन्न किसिमको हेर्ने त यता हेर्ने त मस्त कस्तो ठाउँ छ नि त होइन अब भित्र चाहिँ 100% हामी भित्र छिरेको है त हामी चाहिँ 100% भित्र छिरेको अझै हामी चाहिँ अब यस्तो ठाउँ छ क्या यस्तो ठाउँ छ यस्तो ठाउँमा भित्र हामी छिरेको सम्झिनुहोस् यता पनि पुरा सामानहरू बेच्दो रहेछ यता पनि बेचिरहेको छ होइन यस्तो भिडियो चाहिँ हेरिराख्ने त साथीहरू यता मान्छेहरू थुप्रो छ ओभरदोर गरिरहेछ अब चाहिँ यो अन्डरग्राउन्डभित्र छ है त 100% अन्डरग्राउन्डभित्र छौँ साथीहरू हामी होइन यता हल्का धुलो गाडी गएर छ
हामी चाहिँ अब यहाँदेखि फेरि अझै मुनि छिर्छौँ है त। अब हामी अझै यहाँदेखि चाहिँ मुनि छिर्छौँ किनकि अब साथीहरू त कहाँ गयो थाहा छैन होइन। साथीहरू कहाँ गयो थाहा छैन होइन। साथीहरू कहाँ गयो थाहा छैन। अब चाहिँ हामी मुनि अझै यो अन्डरग्राउन्डभित्रको हामी चाहिँ मुनि छिर्छौँ। हामी चाहिँ यहाँ मुनि छिर्छौँ अन्डरग्राउन्डभित्रको मुनि छिरिरहेको छौँ। केटाहरू यतातिर साथीहरू यतातिर यता भोजरा यता के चन्द कस्तो छ ठाउँ? एकदम बढिया छ। दामी छ ठाउँ। पहिलोचोटि कहिले कतिचोटि भयो? सेकेन्डचोटि। तपाईँलाई कस्तो लाग्यो यो ठाउँ? दामी छ साँच्ची दामी छ। के छ जीवन? ओके ओहो भन्नु मन छ? केही भन्नु छैन, एकदम ठिक छ। एकदम ठिक छ होइन। यहाँको बारेमा के भन्नु मन छ? यहाँको बारेमा केही भन्नु छैन, सब ठिक छ। के भन्छ अशोक सन्तोष के भन्नु मन छ? यहाँ कस्तो घुम्न आउनुपर्छ कि पर्दैन होला? घुम्न आउनुपर्छ रमाइलो गर्नुपर्छ हो आफूले आउनुपर्छ। आएर राम्रो लाग्यो। राम्रो लाग्यो। गरी कतिको चाहिँ भनेदेखि साँच्चै बिच हो। कस्तो लाग्यो? ठाउँ कस्तो लाग्यो? दामी हो ल ठिक छ। म केडीहरू यता हेर न, यिनीहरूले कस्तो लागेछ होला? 35 चोटि हो साँच्ची के हो र? ल अगाडि बढौँ होला है हामी बिस्तारै। अगाडि बढ्नु बिस्तारै होइन। पसिना होइन है, यसलाई भनिँदैन पसिना भनिँदैन ल। यो चाहिँ म एक्सर्साइज गरेर निस्केको हो होइन। पानी हो, पानी ज्यादा भएर चाहिँ छु। अब चाहिँ तपाईँ के गर्छु? अब चाहिँ म देखाउने छु। अनि माग्नेहरू त होइन नि यो होइन होइन मस्त गरी यो ल हेर्न त। यहाँ हामी लक्ष्मी पूजाको दिन यता पूजा गर्छौँ नि। लक्ष्मी पूजाको दिन हामी पूजा गर्छौँ भने यहाँनिर हेर्ने त यस्तो। अब यहाँ त टेकेर हिँडिरहेछ, यसमा केही भ्यालु छैन होला भन्ने मैले पनि टेकेँ, केही छैन होइन। यहाँ किन बेची भन्ने ठाउँ अन्डरग्राउन्डमा हो। तपाईँले यहाँदेखि कुनै ठाउँ पनि देख्नुहुन्न क्या होइन। तपाईँले यस्तो ठाउँ कुनै ठाउँ पनि देख्न सक्नुहुन्न साँच्ची के। म भगवान्प्रति एकदम विश्वास गरेर चाहिँ यो अगाडि बुद्धको मूर्ति रहेछ। बुद्धको मूर्ति यहाँ छ। बुद्धको मूर्ति है। यो बुद्ध चाहिँ नेपालमा जन्मिएको हो होइन। यो बुद्ध नेपालमा जन्मिएको, यसलाई हेर्ने नेपालमा जन्मेको बुद्धले यति धेरै 7 डिग्री वितरण गरिँदो रहेछ भन्ने कुरा मैले स्पष्ट देखाएँ होइन। देखाएँ होइन। अब यहाँ हेर्नु त साथीहरू, यो हात्ती अगाडिपट्टि हेर्नु त। हात्ती कस्तो दामी छ होइन। हात्ती छ उता माथि बोकिरहेको छ। केले बोकिरहेको छ उता पहरेदारहरू माथि हो। नारायण भन्ने छ त्यो जहाँ पनि पुग्ने नारायण यो हेर्नु त। अनि म चाहिँ त्यहाँदेखि होइन यता हेर्नु के भन्छ यो के हो भने भएन भएन। उता चाहिँ राक्षस हो। यो चाहिँ राक्षस भन्छ कि के भन्छ? मैले फेरि हेरेँ अनुसार चाहिँ यसलाई राक्षसै भन्छ क्या होइन। पछाडिको चाहिँ होइन। अब हेर्नु यस्तोमा कुदाएर यस्तो बनाएको छ यहाँनिर हेर्नु। यस्तो ठाउँ छ होइन। यस्तो ठाउँमा यस्तो बनाएको छ भनेको चाहिँ होइन। दृश्यहरू चाहिँ यस्तो छ है। यस्तो दामी दृश्य छ, भ्यूहरू छ। दृश्य चाहिँ दामी छ साथीहरू, मस्त हेर्न चाहिँ आउनु होला। यो चाहिँ मैले चाहिँ अब बाटो के भन्ने ठाउँ हो होइन। मैले चाहिँ बाटो के भन्ने ठाउँ हो। हामी चाहिँ यसरी रमाइरहेको घुम्न आएको होइन। यसरी घुम्न आएको है। अब भित्र अझै योभन्दा हामी चाहिँ भित्र छिर्छौँ है त। म तपाईँहरूलाई देखाउनु
उता जुत्ता चप्पल राख्ने ठाउँ रहेछ सायद उता जुत्ता ए उता यता भित्र छिर्दाखेरि चाहिँ यहाँ त्यो भित्र छिर्दाखेरि चाहिँ जुत्ता चप्पल राख्नु पाउँदैन त्यही भएर यतातिर चाहिँ यसरी गरिरहेको छ म चाहिँ अब तलतिर छिर्छु ल तलतिर छिर्छु झरिरहेको छु बाटो चाहिँ हिँडिरहेको छु हो अब चाहिँ म तपाईँहरूले ठ्याक्कै यहाँबाट के देखाउँछु भने पहरेदारहरू देखाउँछु ल यो पहरेदारहरू हेर्नुहुन्छ यो चाहिँ घोडा हो घोडालाई माथि गएर संरक्षण गरिरहेछ यिनीहरूले यो घोडालाई चाहिँ यिनीहरूले घोडे रहेछ यिनीहरूले चाहिँ संरक्षण गरिरहेछ तपाईँहरू मस्त हेर्नु ल हेर नि त यो घोडा हो पछाडिपट्टिको घोडालाई चाहिँ यिनीहरूले संरक्षण गरिरहेछ यो तपाईँ रामायण हेर्नु भने रामायण मुभीमा धेरै कुराहरू बताइरहेको छ होइन र अन्डरग्राउन्डमै छ मस्त गरी ल अन्डरग्राउन्डमै छ साँच्चीकै मजा आएको यहाँ थोरै अगाडि पछाडिपट्टि लाग्यो ल अब हेर नि त अन्डरग्राउन्डमै छ नि यो त होइन अब चाहिँ यतादेखि हामी चाहिँ मैले छिर्नु मिल्दैन किनभने मसँग जुत्ता लगाएको छु थोत्रो जुत्ता लगाएको छु अब जुत्ता लगाएपछि चाहिँ भित्र जानु हुँदैन भन्ने कुरा चाहिँ सबजना बसेर मान्छेहरू हेर्ने रमाइलो गर्नेहरू सबजना धर्म हो हेर न यहाँनिर हेर न यो धर्म यिनीहरू त आउनु मिल्दैन नि त खास तर हेर न यहाँनिर आइरहेको छ यहाँनिर अरूभन्दा पनि यहाँनिर के लेखिरहेको छ थाहा छ नेपाली भाषा लेखिरहेको छ यो ठाउँमा किन नेपाली भाषा लेखियो भन्नुहुन्छ भने यहाँ धेरै नेपालीहरू आउने गर्छ नि त यो ठाउँमा धेरै जस्तो नेपालीहरू आउने गर्छ नेपाली इन्डियाहरू आउने गर्छ होइन त्यही भएर चाहिँ यसरी नेपाली अक्षर पनि लेखिएको होला होइन अब यहाँ ठुलो यो हुन्छ यसमा मेला हुन्छ यहाँ सालमा एकचोटि होइन हेर्नु त यहाँनिर कस्तो कति मजाले डेकोरेसन कति मजाले सजाइएको छ होइन सजाएको छ यस्तो डेकोरेसन अब यहाँ चाहिँ हामी छिर्नु मिलेन किन छिर्नु मिलेन भन्नुहुन्छ भने पूजा गरेपछि मात्रै छिर्नु मिल्यो जुत्ता चप्पल सबै राख्नुपर्छ म चाहिँ जुत्ता चप्पल राखिनँ मैले अब जुत्ता चप्पल मैले राख्दा अलिक चित्त ठानिनँ भन्नु मिल्दैन तर होइन पूजा गरिनँ भनौँ न समय आउँदा नै एकदिन पूजा गर्ने तर मन्दिरहरू चाहिँ म घुमिराख्ने मान्छे यस्तो दामी तरिकाले घुमिराख्ने मान्छे आमामा यहाँनिर ल मयूर हो हामी यसलाई नेपालको राष्ट्रिय चराको रूपमा लिन्छौँ होइन यस्तो मयूर छ होइन हामी यसलाई चाहिँ नेपालको राष्ट्रिय चराको रूपमा लिन्छौँ होइन यहाँ यस्तो दामी ठाउँ छ अब हामी चाहिँ चढ्छौँ यो माथि है त हामी चढ्नेछौँ अब यो माथि यहाँदेखि चढेर चाहिँ हामी कहाँ थाहा माथि अझै धेरै माथिको दृश्य अझै पनि माथि नै छ हामी चाहिँ यो ठाउँमा निस्क्यो अब भित्र अन्डरग्राउन्डमै छ यति मुनि छ होइन तपाईँहरूले विश्वास नै गर्न सक्नुहुन्छ होइन यता थुप्रो मान्छेहरू छ कहाँ गएको मान्छेहरू छ उता भालेहरू पनि पालेको रहेछ राखेकोहरू रहेछ होइन उतातिर मान्छेहरू हेर्ने त मस्त गरी घुमिरहेको छ हिँडिरहेको छ होइन अब चाहिँ म यहाँदेखि चाहिँ माथि चढ्छु माथिदेखि चाहिँ कहाँ त्यति नै होला सायद अन्त यता पूजा गर्ने ठाउँ भित्र हेर्नु त तपाईँहरू म देखाउँछ भित्र देखाउनु छ तपाईँले पूजा गर्ने व्यक्ति उहाँनै होला सायद होइन पूजा गर्ने मान्छे होला सायद त्यसैले पूजा गर्नु यतातिर म चाहिँ यतातिर अब चाहिँ म चढ्छु यो उकालो चढेर चाहिँ माथि जान्छु है त अब लास्ट अन्तिम सिँढीमा छौँ यता पूजाहरू भइरहेको छ ल मलाई पनि रक्षा गरोस् भगवान्ले मलाई पनि रक्षा गरोस् अब भगवान्ले पूजा नगऱ्यो भने पैसा दियोस् मलाई फलिफाप होस् होइन अरू त त्यस्तै हो मलाई फलिफाप होस् यहाँ जे गर्दा पनि मलाई पैसा मिलोस्
छिटो घर गएर यसो पैसा घरसर बनाउनु पाऊँ होइन बाटुकी लु त यहाँको के भन्छ त भगवान् मलाई चाहिँ एकदम छिटो गरी पैसा यसो मिलाइदिनु भयो ल यस्तो ठाउँ जाने अन्डरग्राउन्डमा हो होइन अन्डरग्राउन्ड हो होइन यहाँ फ्ल्याटै झरो भन्दा मान्छे फ्ल्याटै होला नि त यो फ्ल्याटै झरो मान्छे गयो होला त यहाँ झरो भन्दा मान्छे जाँदैन अनि यस्तो ठाउँमा छ तपाईँ अन्डरग्राउन्ड रहेछ अन्डरग्राउन्डमा हो अनि यसपालि यस्तो ठाउँमा फ्ल्याटै नझरे झरो भने त अनि डुबिहाल्यो नि त नभइकन टेन्सन भइकन त होइन धेरैजना मान्छेहरू छ म चाहिँ अब अन्तिम ठाउँमा पुगेँ ए सायद अन्तिम ठाउँ यहाँदेखि चाहिँ अब भित्र छैन क्यारे म तपाईँहरूलाई योभन्दा पनि पहिला भित्रको दृश्य तपाईँहरू मस्त गरेर ल यति फुडमुनि छ क्या यहाँदेखि चाहिँ हामी यो छ नि यहाँदेखि हेर्ने त यति फुट मुनि छौँ क्या हामी जति पानी पऱ्यो भने यहाँ केही आजसम्म भत्किने सत्किने पर्ने भत्किने सत्किने भने केही भएको छैन अझै पनि होइन अझै पनि यहाँसम्म भत्किने भने केही भएकै छैन क्या होइन धेरै नेपालीहरू साथीहरू पनि हुनुहुन्छ होइन म चाहिँ तर मेरो साथीहरू चाहिँ कहाँ हरायो धेरै नेपाली साथीहरू पनि हुनुहुन्छ पूजापाठ यता गर्नु मिलो है यता नरिवल पूजापाठको लागि पठाइनु पर्नेवाला रहेछ यता अझै यो भित्र पनि हेर्नु न यता सिँढी हुँदै गएर पर पूजा गर्नुपर्ने उता पूजा गर्नुपर्ने होइन यता पूजा गर्नुपर्ने यो चाहिँ के हो कसको यो को हो तपाईँहरू चिन्नुहुन्छ होला नि त यो होइन हेर्न सक्यो होला भगवान् चिन्नुहुन्छ यो भित्र पनि अझै ठुलो रहेछ यहाँ के पकडिरहेको जस्तो देखिन्छ होइन उयो बनावटी चाहिँ होइन रियल हो त्यो बनावटी रियल हो यतिकै पकडिरहेको छ है ल म चाहिँ वरिपरि घुमेको छुइनँ तपाईँहरू वरिपरि घुमाएर देखाउँदैछ यहाँ पानी रहेछ है पानी मस्त गरी यता रहेछ है पानी मुखसुख धुने यताउति गरेर ठाउँ रहेछ होइन पानीको पनि यति व्यवस्था गरिदिएको छ कि उकालो ठाउँमा पनि पानीको यति व्यवस्था गरिदिरहेछ यस्तो ठाउँ छ है ओडा अब यो ओडा ल कस्तो अचम्मको छ नि त होइन ल यता यो हेर्नुहोस् है हेर्नुहोस् यो होइन यहाँ टावर पनि दिँदैन भनेको जस्तो फलाउन घुम्नु चाहिँ गर्नु पूजा चाहिँ गर्नुपर्छ घुम्ने कार्यक्रम गर्ने यता परेवा बस्दो रहेछ उतातिर हो होइन सरेवा बस्दो रहेछ भित्र चाहिँ के हो थाहा छैन यो भित्र चाहिँ के छ थाहा छैन सायद हामी जानु मिल्दैन क्या तर हामी चाहिँ फनफनी घुमिरहेको छौँ यता आज पुरा भित्रसम्म घुम्ने मौका मिल्यो है हामी चाहिँ छिरो मिल्दैन होला हामी छिरो नमिले पनि दुःख ल यता
सबैजना झार्ने केटाहरू कहाँ गएछ खै यो त डान्स पो गर्नुपर्छ त बुढी कहाँ गयो साथीहरू केटा ल यहाँ हेर्न यिनीहरू सब यस्तो बाँधेर आउँछ किन बाँधेर आउँछ भने छोटो कपडा लगाएर आउनु मिल्दैन होइन छोटो कपडा लगाएर आउनु नमिल्ने भएपछि यहाँ चाहिँ के गर्छ भने यिनीहरूले चाहिँ त्यहाँ सल किनेर बेरेर आउनुपर्छ क्या अब यहाँ धर्मअनुसार यहाँको धर्म छोटो कपडा लगाउनु मिल्दैन भन्छ त्यही भएर यताको मान्छेहरू चाहिँ यस्तो लगाएर आउँछ बाहिर देशको मान्छेहरू चाहिँ यस्तो लगाएर आउने गर्छन्